नेपालको ललितपुर सहरमा हरेक वर्ष एउटा विशाल र भव्य जात्रा निकालिन्छ। हजारौं मानिसहरूको भिड, अग्लो रथ, बाजा गाजा, जय जयकार। यो हो रातो मच्छिन्द्रनाथ जात्रा। कसैले उहाँलाई वर्षाका देवता भन्छन्, कसैले करुणाका अवतार। तर आखिर को हुन् त रातो मच्छिन्द्रनाथ? किन निकालिन्छ यति ठूलो जात्रा? आज हामी यसको रहस्यमय कथा जान्नेछौँ। धेरै वर्ष पहिले काठमाडौँ उपत्यकामा भयानक खडेरी परेको थियो। वर्षौंदेखि पानी परेको थिएन। खेतबारी सुक्न थाले, मानिसहरू भोक र प्यासले पीडित भए। नदीहरू सुक्दै गए, जनजीवन कष्टकर बन्दै गयो। त्यसबेला नेपालका राजा, जनता र ऋषिमुनिहरू सबै चिन्तित भएका थिए। उनीहरूले थाहा पाए कि वर्षा गराउने नागहरूलाई बाँधेर राखिएको छ र ती नागहरूलाई मुक्त गराउन सक्ने शक्ति केवल एक दिव्य योगीसँग थियो, मच्छिन्द्रनाथ। कथा अनुसार मच्छिन्द्रनाथ असम क्षेत्रतिर तपस्यामा लीन हुनुहुन्थ्यो। नेपालका राजा र तान्त्रिक गुरुहरूले उहाँलाई नेपाल ल्याउने योजना बनाए, तर उहाँलाई ल्याउन सजिलो थिएन। भनिन्छ एकजना बुद्धिमान तान्त्रिक मच्छिन्द्रनाथलाई कमण्डलुभित्र रहेको एउटा भमराको रूपमा प्रवेश गराए। त्यसपछि उहाँलाई ठूलो सम्मानका साथ काठमाडौँ उपत्यकामा ल्याइयो। जसै मच्छिन्द्रनाथ नेपाल आइपुग्नुभयो, आकाशमा बादल मडारिन थाले। धेरै समयपछि वर्षा भयो। मानिसहरू खुसीले रोए। खेतहरू फेरि हरिया भए। त्यस दिनदेखि उहाँलाई वर्षा र सहानुभूतिको देवताको रूपमा पूजा गर्न थालियो। त्यसपछि सुरु भयो रातो मच्छिन्द्रनाथको जात्रा। यो जात्रा विशेष गरी ललितपुरमा धुमधामका साथ मनाइन्छ। विशाल काठको रथ बनाइन्छ जुन धेरै अग्लो हुन्छ। त्यो रथलाई सयौं मानिसहरूले डोरी तानेर सहरभर घुमाउँछन्। रथ तान्नु केवल परम्परा मात्र होइन, यसलाई पुण्य र आस्थाको प्रतीक पनि मानिन्छ। मानिसहरू विश्वास गर्छन् रथ तान्दा शुभ फल प्राप्त हुन्छ। जात्राको सबैभन्दा रोमाञ्चक क्षण भनेको भोटो देखाउने परम्परा हो। यो कार्यक्रमलाई भोटो जात्रा भनिन्छ। कथा अनुसार एक किसानले नागराजबाट एउटा बहुमूल्य भोटो पाएका थिए, तर त्यो भोटो चोरी भयो। पछि एक दिन त्यो भोटो कसैले लगाएको भेटियो, तर असली मालिक को हो भन्ने पत्ता लागेन। त्यसैले हरेक वर्ष सबैलाई देखाउन सोध्ने परम्परा सुरु भयो, यो फोटो कसको हो? आज पनि नेपालको राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाइन्छ। हजारौं मानिस यो दृश्य हेर्न जम्मा हुन्छन्। रातो मच्छिन्द्रनाथ जात्राले नेपालमा हिन्दू र बौद्ध धर्म बीचको अद्भुत एकता पनि देखाउँदछ। हिन्दूहरूले उहाँलाई भगवानको रूपमा पूजा गर्छन् भने बौद्ध धर्मावलम्बीहरूले करुणाका बोधिसत्वको रूपमा मान्दछन्। यही कारणले यो जात्रा केवल धार्मिक कार्यक्रम होइन, नेपालको सांस्कृतिक पहिचान हो। विदेशबाट समेत मानिसहरू यो जात्रा हेर्न आउँदछन्। विशाल रथ, पुराना गल्लीहरू, नेवारी संस्कृति, बाजा गाजा र भक्तिभावले भरिएको वातावरण, सबै कुरा साँच्चै मनमोहक देखिन्छ। तर यो जात्रा सजिलो छैन। रथ कहिलेकाहीँ ढल्ने खतरा हुन्छ। डोरी तान्दा दुर्घटना पनि हुन सक्छ। तैपनि मानिसहरूको श्रद्धा कहिल्यै कम हुँदैन, किनकि यो केवल एउटा उत्सव होइन, यो नेपालीहरूको विश्वास, इतिहास र संस्कृतिको आत्मा हो। आज पनि जब रातो मच्छिन्द्रनाथको रथ ललितपुरका गल्लीहरूमा गुड्दछ, मानिसहरूको मनमा एउटा आशा जाग्छ।
सुख शान्ति र समृद्धिको आशा हो। यही विश्वासले यो परम्परा सयौं वर्षदेखि जीवित रहेको छ। यदि तपाईले कहिले रातो मच्छिन्द्रनाथ जात्रा प्रत्यक्ष हेर्नुभएको छैन भने जीवनमा एकपटक अवश्य हेर्नुहोस्, किनकि यो केवल जात्रा होइन, यो नेपालको एउटा जीवित इतिहास पनि हो। हवस् त, धन्यवाद। कस्तो लाग्यो तपाईहरुलाई आजको हाम्रो यो मच्छिन्द्रनाथ जात्रा सम्बन्धी विषय? यदि राम्रो लाग्यो भने हाम्रो यो सानो भिडियोलाई र हाम्रो यो नेपाल भ्यू एचडीलाई एक लाइक कमेन्ट गरी हाम्रो यो च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिन चाहिँ नभुल्नुहोला। हवस् त, धन्यवाद। जय दिन, जय शुभ, जय नेपाल।